आज म गर्मी महिनाको लागि गजबको बिजनेस आइडिया लिएर आइसकेको छु। अझ तपाईसँग त्यति धेरै लगानी छैन भने त तपाईको लागि अझै राम्रो अप्सन बन्न सक्छ। यो हो जुस बनाउने बिजनेस। यो बिजनेस यति सजिलो छ कि तपाईले थोरै लगानीमै थोरै मेहनतमै आरामले सुरु गर्न सक्नुहुन्छ। यसको लागि मेसिन के चाहिन्छ, कच्चा पदार्थ के चाहिन्छ, कसरी सुरु गर्ने लगायतका सबै जानकारी लिनको लागि यो भिडियो पुरै हेर्नुहोस्। नमस्कार, म मेगा सेओ एमडी विजय बोहरा आज पनि नयाँ बिजनेस आइडिया लिएर हजुरहरु माझ उपस्थित भइसकेको छु। सबैभन्दा पहिला कुरा गरौँ जुस बनाउने बिजनेसको सम्भावना कति छ भन्ने बारे। जुस भन्ने बित्तिकै मुख नरसाउने सायद कमै होला। एक पटक सोच्नुस् त यो बिजनेस गरे पैसा कति कमाउन सकिन्छ होला। यो बिजनेसको सम्भावना हेर्ने हो भने निकै राम्रो देखिन्छ। आज पनि नेपालमा भारत र बंगलादेशबाट जुस आयात हुने गरेको छ। यसले पनि प्रश्न पार्छ कि नेपालमा जुस बनाउने बिजनेसको सम्भावना कतिको छ भनेर। अझ आफ्नै घर वा कोठाबाट बिजनेस सुरु गर्न चाहनेहरूको लागि त यो एकदम राम्रो उपाय बन्न सक्छ। यस्तो जुस बालबालिकाहरूले बढी प्रयोग गर्ने गर्छन्। त्यसैले गर्दा साना किराना पसलदेखि लिएर हरेक ठाउँमा यसको माग धेरै रहेको छ। यस्ता पाउचवाला जुस बनाउने मेसिन पनि सिम्पल र सजिलो छ, जुन तपाईले भिडियोमा देख्दै हुनुहुन्छ। यो मेसिन सिंगल फेसमा चल्ने गर्छ। यो मेसिन किनेपछि अब पाउडर जुस र बोतलको आकार भएको प्लास्टिक कच्चा पदार्थ आवश्यक पर्छ। कच्चा पदार्थ सहजै मेसिन किन्ने ठाउँमा पाउन सकिन्छ। जुस बनाउने मेसिनको लागि कम्प्रेसर चाहिने भएकोले तपाईलाई एउटा कम्प्रेसरको पनि जरुरी पर्छ। यी मेसिन र यी कच्चा पदार्थहरू भइसकेपछि घरबाटै पनि एकजनाले यो बिजनेस मजाले सञ्चालन गर्न सकिन्छ। अब कुरा गरौँ लगानीको बारेमा, किनकि लगानी बिना बिजनेसको सवालै आउँदैन। जुस उद्योग सञ्चालन गर्नको लागि कति लगानी लाग्छ र कति फाइदा हुन्छ भन्ने सोचिराख्नु भएको छ भने जति अप्ठ्यारो हुन्छ भनेर सोच्दै हुन्छ त्यति अप्ठ्यारो छँदै छैन। पाउडर जुस किनेर त्यसलाई पानीमा घोलेर बोतलको आकार भएका प्लास्टिकमा प्याकिङ गरेपछि बेच्नको लागि तयार हुन्छ। यसरी तयार गरेर बजारमा आफै बेच्न पनि सकिन्छ, साथै डिलर मार्फत पनि बेच्न सकिन्छ। यो बिजनेसमा फाइदाको कुरा गर्ने हो भने आफैले सिधै बेच्दा 50% भन्दा बढी फाइदा हुन्छ। यदि त्यसो नगरे डिलर होलसेल हुँदै खुद्रा मार्फत बेच्नु भयो भने र उनीहरूलाई 40% दिनुभयो भने पनि तपाईलाई अझै पनि 10% फाइदा रहन्छ। यो बिजनेस सञ्चालन गर्नको लागि कच्चा पदार्थ सहित 2 लाखदेखि 2.5 लाखसम्म लगानी लाग्न सक्छ। त्यसमा मेसिन र कच्चा पदार्थको गुणस्तर अनुसार पनि तलमाथि पर्न जान्छ। तपाईको मनमा प्रश्न आउन सक्छ, यसको लागि तालिम कसले दिन्छ? अब तपाईले मेसिन कच्चा पदार्थ किन्नुभयो, तर तपाईलाई मेसिन कसरी चलाउने र उत्पादन कसरी गर्ने भन्ने चिन्ता हुन सक्छ। मेसिन किन्ने कम्पनीसँग तालिमको लागि कागज गर्नुहोस्। त्यसको साथमा तपाईको लागि आवश्यक तालिम पनि हामी दिन सक्छौँ। तपाईलाई यस्ता घरेलु उद्योग सम्बन्धी मेसिन तथा कच्चा पदार्थ चाहियो भने अथवा अरू जानकारी चाहिएमा हामीलाई सम्झन सक्नुहुनेछ। हाम्रो मेगा सेवा कम्पनीले यस्ता मेसिन तथा कच्चा पदार्थहरू उपलब्ध गराउँदै आएको छ। तपाईले यहाँ स्क्रिनमा देखिएको नम्बरमा कन्ट्याक्ट गरेर पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ भने मेगा सेवाको वेबसाइटमा गएर पनि भिजिट गर्न सक्नुहुनेछ। आजको भिडियोबाट भने बिदा लिने अनुमति चाहन्छु। अर्को भिडियोमा हाम्रो भेट हुने नै छ। तबसम्मको लागि तपाईँ जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। तपाईँको सोचलाई सधैँ पोजिटिभ बनाउनुहोस्। हवस् त, धन्यवाद।